हेर्दै थिएँ अनि खायो। हामी चाहिँ चिया खान लाग्यौँ एकछिन। आनन्द शीतल भइरहेको थियो, बाहिर पानी परिरहेको भएर आनन्द भएको थियो। अनि सोचिरहेको थियौँ आज स्याटरडे केही च्यालेन्ज गरौँ भनेर। अनि छोरीले चाहिँ यल्लो फुड च्यालेन्ज गरौँ भन्यो। अनि ओके भनेर डन गऱ्यौँ। त्यतिखेर हामीले खानासाना खाँदैन, चियासिया खाएर। अनि अब हामी भाटपाटिनतिर जाउँ भन्यौँ, किनभने अब यहाँ पसलमा गएर कस्तो किन्नु, कता कता गएर किन्नु भनेर अनि हामी त भाटपाटिनतिर लाग्यौँ। अनि भाटपाटिनमा गएर यल्लो चिज के पाइएला भनेर केबी चाहिँ पुरै एक्साइटेड भएर सोचेर बसिरहेछ, खुसी भएर बसिरहेछ। ओहो कतिखेर भाटपाटिनी पुगौँ र के छानौँला भनेर मक्क परिरहेछ। भन्दै भाटपाटिनी पनि हामी पुग्यौँ। अनि त्यसपछि यसो विचार गरेको 10-11 बजिरहेको थियो, भोक जस्तो पनि भइरहेको थियो नि त। अनि त्यसपछि जाउँ पहिला सुरु अलिअलि भए पनि के पाउँदो रहेछ माथि जाउँ। अनि त्यहाँनिर चाहिँ यल्लो चिज के पाउँदो रहेछ अनि पहिला सुरु पेट पूजा गरौँ अनि मात्रै तल जाम्ला भनेर हामी त गयौँ माथितिर है। भोक लागिरहेको थियो। अनि हाम्रो लागि यसो सोच्दा त चाउमिन छँदै थियो यल्लो। केबी भनेको नखानी चाउमिन भन्छ। अनि के खाने पिज्जा भन्छ कहिले के भन्छ। अनि मैले चाहिँ समोसा खाऊ भन्दा नि नखाने रे। अनि पुरी खाउँ भनेको अरे त्यो पनि नखाने रे। अनि उहाँ पापा चाहिँ गम्भीर सोचिरहनु भएको छ के खाउँ भनेर। अनि त्यसपछि अनि यसो सोचेको अनि त्यसपछि कन्डक खानेकुरा फाइनल भयो। अनि ऊ पनि खुसी भयो। अनि आइहाल्यो, एकछिनमै आइहाल्छ क्या, त्यहाँ चाहिँ धेरै बेर कुर्नु पर्दैन। अनि हामीलाई पनि अलिक भोक लागेको थियो। हो कतिखेर आउला भनेर कुरिरहेको छौँ, भोक लागिरहेको छ। उहाँ सानो छोरी पनि ल्याङ भइसक्यो है। उसलाई चाहिँ जे होस् खुवाएर ल्याएको थियो, जौलो सौलो उसको खानेकुरा खुवाएर लिएर आइरहेको थियो। र नभए त के खाउने हामी त एकचोटि झटपट निस्किहाल्यौँ नि त। अनि त्यहाँबाट पुच्चेले डोजर खेलिरहेको रहेछ। अनि सानी चाहिँ उसले खेलेको हेरेर मस्त इन्जोय गरेर बसिरहेको थियो एकछिन भए पनि। अनि हाम्रो चाउमिन पनि आयो, कस्तो मिठो छ क्या त्यहाँको भाटपाटिनीको चाउमिन चाहिँ मलाई एकदमै मनपर्छ क्या। अनि हामी गएको बेलामा चाहिँ सधैँ खान्छौँ कि चाउमिन चाहिँ, बरु अरू नखाए पनि। अनि त्यसपछि हामी तल ग्रोसरीतिर लाग्यौँ। अनि त्यहाँ गएर ल केबी त एक्साइटेड, यो लिने कि त्यो लिने कि भनेर पुरै के सबै हालौँ जस्तो गर्छ। बच्चालाई धेरै जङ्क फुड पनि खुवाउनु भएन नि त भनेर। अनि यसो हेऱ्यौँ के रहेछ भनेर हामी हेर्दैछौँ चारैतिर। अनि त्यसपछि यसो हेरेको त्यो अलि अगाडि गएपछि त्यहाँनिर मैले चाहिँ प्रिङ्गल्स देखेँ। अनि त्यसपछि मैले चाहिँ ल बुढो बेबीलाई त प्रिङ्गल्स पनि हालिदिउँ आज यल्लो च्यालेन्जमा, त्यसले ठ्याक्कै हुन्छ भनेर ऊ प्रिङ्गल्स हामीले सानोवालामा चाहिँ राख्यौँ। फेरि धेरै ठुलोवाला भए पनि सधैँ उसैले हाइज्याक गरेर खाइहाल्छ भनेर सानोवाला चाहिँ दियौँ। अनि ओके भनी। अनि त्यसपछि अरू के पाइँदो रहेछ यल्लोमा भनेर हामी खोज्न हिँड्दैछौँ। सानो छोरीलाई चाहिँ फेरि निन्द्रा पुगेको थिएन नि त। अनि निन्द्रा नपुगे भएर उसले चाहिँ अलि ल्याङ गर्छ कि, ल्याङ भन्नाले झगडा नै